महाभारत रेन्ज जसलाई तल्लो हिमालय रेन्ज पनि भनिन्छ, नेपालको मध्य भागमा अवस्थित छ। यो श्रृङ्खला पूर्वदेखि पश्चिमसम्म फैलिएको छ, जसको लम्बाइ करिब 885 किलोमिटर छ। यो नेपालको शिवालिक पहाड जसलाई चुरे पहाड पनि भनिन्छ, त्यसको उत्तरमा र उच्च हिमालय श्रृङ्खलाको दक्षिणमा पर्छ। भौगोलिक रूपमा यो मध्य पहाडी क्षेत्रको एक हिस्सा हो, जसले नेपालको उत्तरी हिमालय र दक्षिणी तराई क्षेत्रलाई जोड्ने काम गर्छ। यो श्रृङ्खलाले नेपालको भौगोलिक विविधतालाई झल्काउँछ। यो क्षेत्र करिब 1500 मिटरदेखि 2700 मिटरसम्मको उचाइमा फैलिएको छ, तर केही स्थानमा भने यो 4000 मिटरसम्म पनि पुग्न सक्छ। यो क्षेत्रले नेपालको 68% भूभाग ओगट्छ र यहाँ देशको सबैभन्दा धेरै जनसङ्ख्या बसोबास गर्छ। काठमाडौँ उपत्यका, पोखरा र तानसेन जस्ता प्रमुख सहरहरू पनि यही क्षेत्रमा पर्दछ। महाभारत रेन्जको भौतिक संरचना रोचक छ। यो श्रृङ्खलाको दक्षिणी भागमा तिखो र ठाडो ढलान छ, जसलाई इस्कार्पमेन्ट पनि भनिन्छ। यो श्रृङ्खला नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा पूर्व पश्चिम दिशामा फैलिएको छ र यसको चौडाइ 10 देखि 50 किलोमिटरसम्म हुन्छ। यो श्रृङ्खला चुरे पर्वत श्रृङ्खला भन्दा अग्लो छ, जुन तराई क्षेत्रको उत्तरमा अवस्थित छ। महाभारत श्रृङ्खलाले विभिन्न भौगोलिक विशेषताहरू समेट्छ। यहाँ पहाड, टाकुरा, गल्छी, उपत्यका र समथर भूभागहरू पाइन्छ। यो क्षेत्रमा रहेका डाँडाकाँडा र उपत्यकाले नेपालको भौगोलिक सौन्दर्यतालाई थप आकर्षण बनाउँछ। यो श्रृङ्खलाको भू-संरचना टेक्टोनिक गतिविधिको कारणले बनेको हो। यो श्रृङ्खलाको माटो र चट्टानहरूमा उच्च सङ्कुचित र परिवर्तित चट्टानहरू, जसले यो क्षेत्रलाई भौगोलिक रूपमा बलियो र स्थिर बनाउँछ। महाभारत श्रृङ्खलाको अर्को रोचक विशेषता भनेको यहाँ रहेको डन्च वा भित्री तराईहरू हुन्। यी डन्चहरू महाभारत र चुरे पर्वत श्रृङ्खला बीचमा रहेको निम्न उपत्यकाहरू हुन्, जस्तै त्रिजुगा, सिन्धुली, चितवन, दाङ र सुर्खेत। यी क्षेत्रहरूको जलवायु र भौगोलिक विशेषताहरू तराईसँग मिल्दोजुल्दो छ र तिनीहरूको उचाइ र बनावटले तिनलाई फरक बनाउँछ। महाभारत रेन्जको क्लाइमेट यसको उचाइ र भौगोलिक अवस्थितिका आधारमा फरक पर्छ। यहाँ मुख्य दुई प्रकारका जलवायु पाइन्छ, ट्रपिकल, सब ट्रपिकल र टेम्परेट। ट्रपिकल सब ट्रपिकल क्लाइमेट 1500 मिटरभन्दा तल पाइन्छ। यो क्षेत्रमा गर्मीमा तापक्रम 30 डिग्री सेल्सियससम्म पुग्छ र जाडोमा 15 डिग्री सेल्सियससम्म पुग्छ। वर्षा ऋतुमा भारी वर्षा हुन्छ, जसले यहाँको ट्रपिकल र सब ट्रपिकल वनस्पतिलाई समृद्ध बनाउँछ। यो जलवायुले विभिन्न प्रकारका बालीहरू जस्तै धान र मकैको खेतीको लागि अनुकूल वातावरण प्रदान गर्छ। टेम्परेट क्लाइमेट जुन 1500 देखि 3000 मिटरसम्मको उचाइमा यो पाइन्छ। यो उचाइमा गर्मीको तापक्रम 20 देखि 25 डिग्री सेल्सियस र जाडोमा 5 देखि 10 डिग्री सेल्सियस बीचमा रहन्छ। यहाँ मध्यम वर्षा हुन्छ र यो जलवायुले फलफुल जस्तै स्याउ, सुन्तला र टेम्परेट वनस्पतिहरूको लागि उपयुक्त छ। उच्चतम उचाइ 2800 देखि 3000 मिटरमा चिसो टेम्परेट जलवायु पाइन्छ, जहाँ जाडोमा तापक्रम 0 डिग्री सेल्सियस नजिक पुग्न सक्छ र हिउँ पर्ने सम्भावना न्यून हुन्छ। नेपालको महाभारत क्षेत्रमा उचाइ अनुसार विभिन्न खालको जङ्गलहरू पाइन्छ। सब ट्रपिकल डेसिडियस फरेस्ट, यो जङ्गल महाभारत रेन्जको तल्लो उचाइमा पाउँछ, जुन 1000 देखि 1500 मिटर हो। यी जङ्गलहरूमा रुखहरूले सुक्खायामा आफ्नो पातहरू झार्छन्। यहाँ साल, सिसौ, खयर, सिमल जस्ता रुखहरू प्रमुख रूपमा पाइन्छ। साथै यहाँ विभिन्न प्रकारका झाडीहरू जस्तै बेल, जामुन र घाँसहरू पनि पाइन्छ। यी जङ्गलहरूमा चितुवा, मृग, बँदेल र स्यालहरू जस्ता स्तनधारी प्राणीहरू पाइन्छ। चराचुरुङ्गीहरूमा कालिज, ढुकुर। यी जङ्गलहरूले माटोको संरक्षण र पानीको स्रोतको स्थिरतामा महत्त्वपूर्ण योगदान गर्छन्। सब ट्रपिकल एभरग्रिन फरेस्ट, यो जङ्गल 1500 देखि 2000 को उचाइमा पाइन्छ। यी जङ्गलहरू वर्षभरि हरियाली रहन्छन् किनभने यहाँका रुखहरूले आफ्नो पातहरू झार्दैनन्। यो क्षेत्रमा आर्द्र जलवायु र बारम्बार वर्षाले वनस्पतिको घनत्व बढाउँछ। यहाँ चिलाउने, कटुस र विभिन्न प्रकारका बाँसका प्रजातिहरू पाइन्छ। यी जङ्गलमा औषधीय जडीबुटीहरू जस्तै चिराइतो, जटामसी र पाँचौले पनि पाइन्छ। यी जङ्गलहरूमा चितुवा, भालु र विभिन्न प्रकारका मृगहरू पाइन्छ। चराचुरुङ्गीमा मुनाल, फिस्टे र अन्य स्थानीय प्रजातिहरू पाइन्छ। टेम्परेट डेसिडियस फरेस्ट, यो जङ्गल 2000 देखि 2500 मिटरमा पाइन्छ। यहाँका रुखहरूले जाडो याममा आफ्नो पातहरू
पातहरू झार्छन्। यहाँ उत्तिस, बर, ओक जस्ता रुखहरू पाइन्छ। यहाँका जङ्गलहरूमा हिमाली कस्तुरी मृग, हिमाली भालु र विभिन्न प्रकारका चराचुरुङ्गीहरू पाइन्छ। यी जङ्गलहरूले माटोको संरक्षण र पानीको स्रोतको संरक्षणमा महत्त्वपूर्ण योगदान गर्छन्, विशेष गरी उच्च उचाइमा अवस्थित पानीको स्रोतको रूपमा। टेम्परेट एभरग्रिन फरेस्ट, यो जङ्गल 2500 देखि 3000 मिटरको उचाइमा पाइन्छ। यी जङ्गलहरूमा रुखहरू वर्षभरि हरियाली रहन्छन् र यहाँको चिसो जलवायुले विशिष्ट प्रकारका वनस्पतिहरूलाई समर्थन गर्छन्। यहाँ गोब्रे सल्ला, देवदार र लालीगुराँस जस्ता रुखहरू प्रमुख रूपमा पाइन्छ। यी जङ्गलहरूमा कस्तुरी मृग, खरायो जस्ता जनावरका साथसाथै डाँफे जस्ता चराचुरुङ्गीहरू पनि पाइन्छ। यी जङ्गलहरूले उच्च उचाइमा माटोको संरक्षण, पानीको स्रोतको स्थिरता र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान गर्छन्। यस क्षेत्रमा बस्ने मानव समुदायले यहाँको पर्यावरणसँग गहिरो सम्बन्ध राख्छ। यहाँका बासिन्दाहरू मुख्य रूपमा कृषि र पशुपालनमा निर्भर छन्। यहाँका माटो र जलवायुले धान, मकै, कोदो र तरकारी खेतीलाई समर्थन गर्छ। यहाँका किसानहरूले परम्परागत टेरेस खेती प्रणाली अपनाउँछन्, जसले माटोको कटानलाई कम गर्छ र दिगो कृषिलाई प्रोत्साहन गर्छ। यहाँका प्रमुख अन्नबालीहरूमा धान, मकै, कोदो, गहुँ, जौ, फापर र तोरीहरू खेती गरिन्छ। तरकारीमा गोलभेडा, काँक्रा, करेला, बोडी, काउली साग, आलु जस्ता तरकारीहरूको खेती गरिन्छ। फलफुलमा सुन्तला, कागती, किवी, नास्पति, काफल, ऐसेलु, अम्बा जस्ता फलफुलहरूको खेती हुन्छ।